बनाउन जाँदैछौँ कहाँ भनेपछि म्याङ्गो रिसोर्टमा बाइकमा अनि स्कुटीहरूमा है। यो चाहिँ म्याङ्गो रिसोर्ट हो अनि हामी चाहिँ पुगिहाल्यो एकदमै छिटो। बिक्रीमा छ, मासु खानका लागि होइन पालनका लागि मात्र उपलब्ध। एक जोडी 2000। खरायो चाहिएको छ भने म्याङ्गो रिसोर्टमा आउनु पर्यो। यहाँ चाहिँ अब यो पछि आँपको सिजनमा चाहिँ आँप बिक्रीमा हुन्छ। यति यति बनाइदिनु लाग्छु ल यता गर न। अब हामीहरू म्याङ्गो रिसोर्टमा म्याङ्गो जुस खान आउँछ, म्याङ्गोको मोमो खान छोड त भाइ। न्यु इयरमा हामी एकचोटि यसरी रमाइलो गर्न आएछौँ। अजिब अलि मस्केर हिँड न अनि हामीहरू चाहिँ अब कहाँ जाँदैछौँ? घुम्न। कहाँ जाँदैछौँ? यो चाहिँ पुरा म्याङ्गोको बोटहरू मात्रै छ है। यहाँ चाहिँ म्याङ्गो चाहिँ यस्तो छ, फलिरहेको छ। अनि यहाँ देख्न सक्नुहुन्छ, टिप्ने होइन के भन्छन्? गाइज भन्छन्। हामीहरूको चाहिँ अब अर्डर गरेछौँ होइन। अर्डर नआउँदासम्म चाहिँ फोटोहरू खिच्दैछौँ। आइसक्रिम रिसोर्टको भेज कोरिन्डर बोल्न किन स्पेसल प्लिज दिनुहोस् त मलाई। यसमा चाहिँ धेरै आइटमहरू रहेछ। पिज्जा, मोमोसँग टच कस्तो लाग्यो? कस्तो लाग्यो दिजु? कस्तो छ? मिठो छ होइन? पिज्जा त धेरै मिठो। कस्तो छ बच्चा ग्रुप? मसरुम चिल्ली खाएको पिरो भएर पानीले पनि साथ दिएन। बन्दकोपी धेरै पिरो बन्दाकोपी ग्याङ। आइसक्रिम मोमो कस्तो छ? कोही खान्छ यस्तो आइसक्रिममा डोबेर मोमो? अनि यहाँनिर चाहिँ बच्चाहरू खेल्नको लागि पनि थियो, जुनमा चाहिँ अब बेबीहरूले चाहिँ जम्पिङ ज्याक खेलिरहेका छन्। खाना चाहिँ एकदमै मिठो, खाएर थाल पनि खाली। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। त्यसपछि हामीहरू चाहिँ खरायोहरू पालेको खरायो पालेको चाहिँ खरायो हेर्न आयौँ हामीले। त्यहाँ चाहिँ अब बच्चाहरूको लागि घर बनाएको थियो। त्यसपछि मैले चाहिँ भिडियो बनाएको देखाएर त्यसपछि अब हामीहरूले चाहिँ साँझको खाना पनि खाइसकेका थियौँ। अब चाहिँ हामी निस्कने तयारीमा थियौँ होइन। निस्किँदै गर्दा चाहिँ यहाँ अगाडि रहेको झुलामा हामी फेरि झुलिहाल्यौँ। झुला देख्न त बच्चाहरू चाहिँ निदाइहाले। त्यसपछि चाहिँ हाम्रो यो सुन्दर धनगढी यति राम्रो छ कि हजुरहरूलाई भिडियो मार्फत देखाएँ। सुन्दर धनगढी जो चाहिँ साँझको समयमा यति राम्रो लाइटिङ देखिन्छ है। यति धेरै राम्रो बनाएको छ धनगढीलाई। थ्याङ्क यू सो मच।